पूर्व मेचीको पुल है साथीहरू। उता मेरो ग्रुप अगाडि जाँदै हुनुहुन्छ तीर्थयात्राको लागि। यसरी हामी चाहिँ हिँड्दैछौँ। पूर्व मेची है यो चाहिँ, मेचीको पुलमा छ। त्यतातिर अटो पनि लागिरहेछ। यहाँ चाहिँ चेकिङ हुन्छ भन्ने सुनेर हामी हिँड्दै हिँड्दै आएको। रमाइलो देखिरहेको है। हामी चाहिँ अहिले सिलगढीमा आइपुगेका छौँ। यो सिलगढी हो है साथीहरू। यहाँ चाहिँ हामी गाडीमा जाने अब भनेर गाडी कन्फर्म गर्न लाग्दै हुनुहुन्छ उता बुवाहरू। यो सिलगढीको बजार यही हो। यहाँ नेपाली बोलिने रहेछ। सिलगढी हो यो। अब सिलगढी हुँदै आज दोस्रो दिनको हाम्रो यात्रा अघि बढ्ने क्रममा छ। सिलगढीबाट हामी गुवाहाटी तर्फ लाग्दैछौँ। यो हाम्रो सबैतिर ल हामी आज सिलगढीबाट गुवाहाटी तर्फको यात्रामा लागेका छौँ। कहाँ रे बाबा भनिदिनु त? भारतको पश्चिम बङ्गाल राज्यको सिलगढीबाट भारतकै के भन्छ त्यसलाई, आसाम राज्यको गुवाहाटी कामरू कामाख्या देवीको दर्शनार्थ प्रस्थान गरेका छौँ। हाम्रो यात्रा चाहिँ अघि बढेको छ। हाम्रो साथीहरू कोही यता माथि हुनुहुन्छ, हामी चाहिँ यता तलतिर छौँ। दुई तले बसमा चढेर यात्रा गरिरहेका छौँ। दुई तले भोलिको 3 तले पनि हुनसक्छ। यात्रा एकदम रमाइलो भइरहेको छ। अनि हाम्रो अङ्कल आन्टी उता दिदी उता माथि सुतिरहनु भएको छ सिल्परमा। हामी चाहिँ यता तल छौँ यो ठुलो गाडीमा। यसरी आज पनि हाम्रो नाइटको यात्रा भइरहेको छ साथीहरू। ल शुभ यात्रा, राधे राधे सबैलाई। ल आशिष दिनु होला भगवान्ले, इच्छा पुरा गरौँ। ल यता यता हेरौँ त सबैजना। यसरी हिँडिरहेका छौँ। यता बाहिर यो इन्डिया है, इन्डिया पश्चिम बङ्गाल राज्यतर्फबाट हामी अगाडि बढिरहेका छौँ। झ्यालबाट लिएको मैले, खासै क्लियर नआउन सक्छ। धेरै हुनुहुन्छ पेसेन्जरहरू। अब के हुन्छ मिलेसम्म म छोटो छोटो भने पनि राख्नेछु है क्लिप। रातिको 10 बजिसकेको छ। हामी चाहिँ यहाँ खाना खानको लागि रोकेको छ। अनि यसरी खाँदैछौँ पिकनिक है। यो खै ठाउँको नाम पनि थाहा हुन सकेन। कहाँ हो यो गाडीमा आएको हामी, गाडी सफा गर्दैछ। यसरी यहाँ चाहिँ हामी खाना खान लाग्दैछौँ। खाना यो हामी धावा भन्ने ठाउँमा आइपुगेको है। धावा धावा भने धावा भन्ने ठाउँमा इन्डियाको धावा। अनि धावा नाम रहेछ। एक गोसाई गाउँ रहेछ है साथी। धावा गोसाई गाउँ। 10 बजिसकेको छ रातिको।
सुनसान जस्तै छ। कुन टाइममा खाइयो हामी चाहिँ हिजो आएको गाडीबाट झरेर कामाक्षी मन्दिरको गाडीबाट झरेर यो ठाउँ आइपुगेको छ। यसरी ग्रुपहरू यहाँ गाडी चढ्ने कि अटोमा जाने भन्ने कुरा भइरहेको छ। मन्दिरमा जानलाई ठुलो गाडीबाट झरेर कामाक्षी देवी मन्दिर जानेलाई हामी यसरी गएका छौँ। यो ठाउँको नाम क्या है? यी रास्ताको नाम क्या है? झल्लुमरी। यो हामी झल्लुमरी भन्ने ठाउँमा आइपुगेका छौँ है साथीहरू। झल्लुमरी ठाउँमा आएर हामी अटो चढ्न लागेका छौँ मन्दिर जानको लागि। हामी कामाख्या मन्दिर जानको लागि चाहिँ यसरी आइरहेको है। यो ठाउँ रमाइलो रहेछ है। हेरौँ त रमाइलो। अहिले बिहानको 4 बजेको छ। मच्छर त कति हो कति इन्डियामा मच्छर लास्टै मच्छर इन्डियामा यहाँ सल्लाह गर्दै हुनुहुन्छ। हामी चाहिँ आसाम राज्य गुवाहाटीमा झरेर ठुलो गाडीबाट त्यहाँ झरेर अनि सानो गाडी लिएर मन्दिर कामाक्षी देवी मन्दिरको लागि चाहिँ यो गाडीमा आयौँ साथीहरू। हामी मन्दिर नजिकै आइपुगेका छौँ। अब हामी यहाँ नुहाई धुवाई मन्दिर सायद त्यही हो मन्दिर चाहिँ देखिरहेछ। हामी अब नुहाई धुवाई गरेर ड्रेस चेन्ज गरेर मन्दिरतर्फ लाग्नेछौँ है त। अहिले मन्दिरको छेउछाउै साथीहरू यहाँ फुलमालाहरू राखेको छ कामाक्षी देवी मन्दिरको। मन्दिर परिसर ल साथीहरू हामी चाहिँ कामाक्षी देवी मन्दिरमा आइपुगेर नुहाई धुवाई सबै भ्याएर अब मन्दिर जाने तयारीमा छौँ। हामी मन्दिर जान लाग्दैछौँ। हामी कहाँ जान लाग्दैछौँ? मन्दिर जान लाग्दैछौँ। हाम्रो यात्रा हाम्रो चाहिँ अब 10 दिनको यात्रा हो। आज अब हामी कामाख्या मन्दिर जाँदैछौँ सबैजना नुहाई धुवाई गरेर। ल ल राधे राधे जय जय होस्। ल हामी यसरी खै हाम्रो बाबा कहाँ भएछ? यताबाट फुल अक्षता लिएर आउनुभयो है। मन्दिर वरिपरि है यो मन्दिर परिसर। हामी मन्दिर जानलाई कतातिर हो मन्दिर? त्यहाँ पिपलको बोटबाट जस्तो छ। मन्दिर कताबाट जाने भनेर यहाँ चाहिँ टोकनको लाइन छ है साथीहरू। टोकन मन्दिर दर्शन गर्नको लागि टोकन। फेत्ता लाउनु पर्छ अरे फेत्ता। टोकन लिनेको लाइन यति छ कि यति कुरै नगरौँ।
उहाँदेखि अघि नुहाउन किन लाइन बस्छ कि आएर नुहाएको भएदेखि हुँदैन थियो हो त ल रक्षा गर प्रभु हामी आइरहेका छौँ टोकन लिनको लागि अझ मन्दिरमा कति लाइन लाग्ने हो थाहा छैन फेरि कि यही लाइन सर्ने हो कि ल हेर्नु त कति कति कामाक्षी देवी मन्दिरको दर्शनको क्रममा है साथीहरू यो चाहिँ हामी ल हामी टोकनकै लाइनमा हाम्रो ग्रुप है सबैजना मान्छे यति छ धेरै हुँदैन 10 रुपैयाँ तिम्रो काम त गरिराख म त यहाँ तलबाट माथि फेरि आएर पनि लाइनहरू जस्तो हाम्रो पशुपतिमा घुमिन्छ नि हामीले त्यसरी नै घुमिरहेका छौँ घुमिरहनु पर्ने रहेछ बस्न पनि पाइन्छ यसरी हिँडिरहनु मात्रै पनि पर्दैन यसरी हामी नि हिँड्दै रोकिँदै लाइनमा उता लाइन हेर्नु त पुरै दर्शन गर्नको लागि दर्शनार्थीहरूको भिड पनि के भएको साथीहरू यी सबै लाइनमा पूजा गर्नको लागि बसिरहनु भएको छ यतातिर दीप बालिरहेको छ कामाख्या देवीको है पुरै दीप बलिरहेको छ यता यतातिर ढोगेर जानुपर्छ क्या हो भगवान् रक्षा सबै यता खुसेको सबै ठोक्छ हामी टोइलेट खोज्दै हिँडेको लाइन कति हो कति बस्यो कति आज दिनभरिमा भरे साँझ आउँछ कि के गर्छ पालो थाहा छैन मन्दिरमै आइदियो त रक्षा गर प्रभु रक्षा गर मन्दिर चाहिँ हो সর্বেশ্বৰ শৰ্মা বান্দা আপোনাৰ যাত্ৰী মন্দিৰৰ অনুসন্ধান কেন্দ্ৰৰ ওচৰত ৰৈছে লাইন धेरै সৰ্বেশ্বৰ বান্দা পুरै मान्छे कम मान्छे छ त यहाँ दर्शन गर्ने दर्शनार्थीहरू है साथीहरू कोही दर्शन गरिसकेको कोही हामी यता छौँ क्याब मैले यता राखेको यता दिदीहरू हुनुहुन्छ दिदी आमाहरू यो कामाक्षी देवीको मन्दिर है साथीहरू मन्दिर हो हजुरहरूले यहीँबाट हेर्नु होला दर्शन गर्नु होला हामी यता मात्रै होइन यो अहिले यता देखिएको छ दिदी यता मन्दिरमा पूजा गर्नु भएको छ यो नै यो परिसर हो है साथीहरू यो कामाक्षी मन्दिर यताबाट कामाक्षी देवीको यता धारा देखेको त्यहाँ मन्दिर परिसर है सबै यो दलैका कार्यालय हेर्नु होला युट्युबबाट नै दर्शन गर्न हामी चाहिँ कहाँ नेपालबाट आएको हो काँखरभित्र हुँदै गुवाहाटीबाट त्यहाँ झरेर गाडीबाट झरेर अर्को गाडी सानो गाडी लिएर आधा घन्टा हिँडेपछि आएको हो यहाँ लाइन बिहान 6 बजीदेखि बसेको हामी अहिलेसम्म हामी बसिरहेका नै छौँ लाइनमै छौँ अब भरे कति बजी आउँछ हाम्रो पालो थाहा छैन सबैलाई हेर्नु तता देखिन्थ्यो सबैतिर यसरी लाइनमै बसिरहनु भएको छ हाम्रो साथीहरू उता लाइनमा बस्नु भएको छ हामी चाहिँ यता यसो हेर्नु आएका हौँ
ल यसरी चाहिँ मान्छेहरू पुरै लाइन हेर्नु त यसरी लाइन हुँदै अहिले मैले अगाडि पनि देखाइसकेँ त्यो बाटो पछि उता तल गएर दर्शन गर्नुपर्ने छ आज हाम्रो दिनैभरि लाग्ने सम्भावना धेरै देखिएको छ राधे राधे त्यतातिर सबै दर्शनार्थीहरू हुनुहुन्छ है सबैजना यसरी बस्नुभएको छ लाइनमा हो यहाँ चाहिँ व्यवस्था के रहेछ भने लाइनमा बस्दा पनि बस्न पाउने व्यवस्था छ यो हाम्रो साथीहरू यहाँभित्र हुनुहुन्छ हामी यताबाट जाँदैछौँ हामी एकछिन प्रयोग गरेर आएको यसरी चाहिँ रमाइलो भइरहेको छ ल लाइनमा यो अब त हुँदा हुँदा थकै लागेर भुइँमै बस्न थालेको अवस्था है त भरे कति बेला हो आइसकेको छैन त्यतातिर परेवा यो बोकाहरू बलीको लागि ल्याएको छ काटेर बलि पनि चढ्ने रहेछ है कामाख्या देवी मन्दिरमा चाहिँ बलि खाने देवी रहेछ यो बोकाहरू छ बोकाहरू त्यहाँ काटी पनि रहेको छ मन्दिर यही नै हो म लाइनबाट खसिरहेको है ल फाइनली साथीहरू बल्ल बल्ल हामीले धेरै ठुलो लाइनमा बसी दर्शन गरेर निस्क्यौँ दर्शन कोही हाम्रो ग्रुपहरू आन्टीहरू त निस्किसक्नु भएको छ त उता जानु भएर नरिवलतिर उता जानु न यहाँ किन बस्ने यता बत्तीवाला भित्रबाट चाहिँ निस्क्यौँ अब यता बाँकी छ धेरै लामो लाइन पश्चात त्यहाँ बत्ती बाल्नतिर लाग्दैछ निकै लामो पर्खाइको अलवा पनि दर्शन गरेर निस्क्यो म यता रुखतिर पुगेर आएँ त पुरै रातो भयो त फेरि अब यहाँ बत्ती बाल्ने कार्यक्रम बाँकी छ हाम्रो बत्ती बालेपछि यहाँ कामाख्या देवी मन्दिरको दर्शन गरियो राम्रैसँग भनौँ ल जय माताजी रक्षा गर उहाँको कामना पुरा गरिदिनुहोस् यही नै हो है साथीहरू मन्दिर चाहिँ मैले अहिले पनि राखेको छु भिडियोमा फाइनली दर्शन गरियो कामाख्या मन्दिरको दर्शन गऱ्यौँ हामीले है फाइनली बत्ती बालियो है हामीले हामीले चाहिँ कामाख्या मन्दिरको दर्शन सकेपछि कामाख्या देवी मन्दिरमा चाहिँ सत्यदेवीको अङ्ग पतन भएको त्यहाँ चाहिँ आफ्नो मनले चिताको कामना पुरा हुने भन्ने मन्दिर दर्शन गरिसकेपछि ब्रह्मपुत्र नदीमा चाहिँ यो नदी ब्रह्मपुत्र नदी हो घाम अवस्थामा लागिरहेको छ आज छठको दिन पनि परेछ एकदम राम्रो दिन छठ चैते छठको दिन हामीले नुहाइ धुवाइ गरेर स्नान गरेका छौँ यहाँ छठ हामीले पनि छठ मनायौँ यता मनाइरहनु भएको छ अनि आज चाहिँ अब हामी
आजको हाम्रो गन्तव्य सायद हामी बस्छौँ सकिन्छ त्यसपछि अब बाँकी अर्कोमा है ब्रह्मपुत्र नदी है यो चाहिँ ब्रह्मपुत्र नदी हो यो यसमा आज छठ लागिरहेको छठ पूजा पनि गरिरहनु भएको छ सबैजना बोल्नु नखाइ